तपाईँले चेक गर्ने भनेको यो वेबसाइट हो ceowestbengal.wb.gov.in ISDSIR हैन त्यसलाई ओपन गर्नुस्। त्यो ओपन गरेपछि तपाईहरुले तपाईहरुको कम्प्युटरको इन्टरफेसमा यो एउटा इन्टरफेस आउँछ डेस्कटपमा हैन तपाईहरुको डेस्कटपमा यो इन्टरफेस आउँछ। त्यसमा चाहिँ तपाईहरुले यसमा देख्नुहुन्छ नाम यहाँ जस्ता लिएछ यसलाई पढ्नुस् होला राम्रोसितले। लिस्ट अफ भोटर हुज नेम वर इन द वेस्ट बंगाल इलेक्टोरल रोल्स एज अफ 2025 बट नट included in the draft roll of SI 2026 है। और जो मान्छेको नाम छैन और जसको इन्फर्मेसन फर्म भर्नु भएन अनकलेक्टेड इन्फर्मेसन फर्म भन्छ। तो त्यो टाइममा चाहिँ तपाईहरुले अफलाइन या अनलाइनमा गएर फर्म 6 भरेर तपाईहरुले नयाँ भोटर कार्ड अप्लाई गर्न सक्छ है। त्यसमा तपाईहरुलाई बीएलओ हाम्रो जो बीएलओ छ और जो हाम्रो ब्लक अफिसरको जो पनि यसको रिप्रेजेन्टेटिभ छ उनले तपाईहरुलाई काफी धेरै हेल्प गर्छ। तपाईहरुकोमा यो इन्टरफेस आयो भने तपाईहरुले सिधा चुज गर्ने हो तपाई कुन डिस्ट्रिक्टबाट चाहिँ रिलेटेड छ। जस्तो कि फर एक्जाम्पल हामीहरु यहाँ यसरी अलिपुर हेरौं डिस्ट्रिक्टलाई अलिपुर गरे। अब तपाईले कसरी चेक गर्ने यो म देखाइरहेछु तपाईहरुलाई। जस्तो कि तपाईहरुले डिस्ट्रिक्टलाई अलिपुर और यसमा तपाईहरुले एसी एसेम्बली कन्स्टिट्युसनमा तपाईहरुले यहाँ तपाईहरुकोमा 1 2 3 4 5 पाँचवटा अप्सन आएको छ। पाँचवटा अप्सनमा चाहिँ तपाईहरु कुन अप्सन हो। फर एक्जाम्पल हामीहरुले फालाकाटाको लिम हैन यदि गर्नुस्। यसको पछि आफै यहाँ तपाईहरुलाई सबै डिटेलहरु आउँछ। पुलिङ स्टेसन भन्दाखेरि तपाईको पुलिङ बुथ कुन हो त्यसको बारेमा तपाईहरुलाई थाहा पाउँछ हैन। यसले आफ्नो पुलिङ बुथको बारेमा चाहिँ पुलिङ बुथको नम्बर चाहिँ हजुरलाई याद हुनुपर्छ। फर एक्जाम्पल तपाईले यसरी यसलाई चेक गर्दै गर्दै जानुस् हैन। फर एक्जाम्पल मैले तपाईलाई एज अ एजम्पसनको हिसाबमा भनेको जस्तो कि मेरो पुलिङ बुथ नम्बर 11 छ। त्यो 11 भन्दाखेरि इथरबाडी जुनियर हाई स्कुल छ। म यहाँ पुगे। यसको पछि तपाईहरुले यसमा चाहिँ डाउनलोड बटन छ त्यसमा क्लिक गर्नुस्। क्लिक गरेपछि तपाईकोमा यहाँ आउँछ। जस्तो इथलबाडीकोमा चाहिँ तपाईहरुको टोटल नम्बर अफ पेज 5 छ। यसमा तपाईले हेरे हैन कति जनाको नाम काटिसकेको छ है। यसमा नाम काटेको छ अलमोस्ट 93 जनाको। यो चाहिँ नाम काट्नुको चाहिँ दुईटा कारण हो। या तो डिलिटेड पोर्सन अदरवाइज अनकलेक्टेड एसआर फर्म। कति जनाले एसआर फर्म कलेक्ट गरेको छैन हैन। और मेबी कोही मान्छे ट्रान्सफर भयो आफ्नो के भन्छ भोटर कार्ड ट्रान्सफर गर्यो उनीहरुको चाहिँ है। अब यसमा चाहिँ क्वेशन कस्तो आएको छ भन्दाखेरि जस्तो कि हाम्रो नर्थ बंगालमा धेरै मान्छेहरुलाई चाहिँ बंगाली ल्याङ्ग्वेज आउँदैन। अब हामीले यो पढ्नु मुस्किल पर्छ। यसलाई कसरी पढ्ने भन्दाखेरि म हजुरलाई एउटा सिम्पल एक्जाम्पल दिन्छु। जस्तो कि यो के लेखेको छ भनेर हैन यहाँ मेरो कर्सर आएको छ। यसलाई यसरी तपाई सिलेक्ट गर्नुस्। यसको पछि राइट क्लिक गर्नुस्। यहाँ हेर्नुस् ट्रान्सलेट सिलेक्सन टु इंग्लिश यसमा क्लिक गर्नुस्। यो हेर्नुस् तपाईले यहाँ इंग्लिशमा मजाले पढ्न सक्छ। जस्तो कि यहाँ लेखेको छ एसेम्बली कन्स्टिट्युसन नम्बर एन्ड नेम 13 फालाकाटा है। त्यो प्रकारले आउँछ। अब अझै यहाँ विस्तारले हेरे हैन तपाईहरुलाई यहाँ चाहिँ स्कुलको नाम पनि थाहा पाउँछ। हेर्नुस् यहाँ हेर्नुस् अघि मैले पढेको थिएँ नि इथलबाडी जुनियर हाई स्कुल त्यसरी आयो हैन तपाईहरुले पढ्न सक्छ। भगवानलाई यति प्रार्थना गर्नुस् कि तपाईहरुको नाम चाहिँ यो लिस्टमा चाहिँ नआओस्। यो लिस्टमा तपाईहरुको नाम आयो भने मेबी तपाई हेरिङमा जानु सक्छ। यो लिटिल बिट कन्फ्युजन के भन्छ प्रब्लम क्रिएटिङ हुन सक्छ हैन। तो तपाईहरुले चाहिँ भगवानलाई प्रार्थना गर्नुस् कि तपाईहरुको नाम नआओस्। मोस्टली जो मान्छेहरुले एसआर फर्म भरेको छ उनीहरुको नाम चाहिँ यसमा आउँदैन। मिसम्याच जस्तो कि कसैले आफ्नो एसी नम्बर गलत दियो सिरियल नम्बर गलत दियो हैन। अरु अझै एउटा के भन्छ आफ्नो पार्ट नम्बर गलत दिएको छ भने उन प्रकारको मान्छेहरुको पनि नाम यहाँ आउन सक्छ हैन। यो चाहिँ एक्चुअली यहाँ तपाईहरुले माथि पढ्यो भने तपाईलाई थाहा पाउँछ होला। यहाँ हेर्नुस् अनकलेक्टेबल इलेक्टोरल रिपोर्ट जो मान्छेहरुले चाहिँ एसआर फर्म चाहिँ कलेक्ट ला चाहिँ फर्म भरेर चाहिँ हाम्रो रेस्पेक्टिभ बीएलओ
पर्सनलाई दिएन भने उनको नाम पनि यहाँ आउनसक्छ। यो चाहिँ तपाईँहरूले राम्रोसँगले बुझ्नु होला। आजको भिडियो बनाउनुको उद्देश्य सिर्फ तपाईँहरूलाई अलिकति मलाई भएको नलेज मात्रै सेयर गर्नु थियो। र आई थिङ्क तपाईँहरूलाई मभन्दा धेरै नलेज छ होला। थ्याङ्क यू सो मच। हेभ अ नाइस डे।